खुसी जस्तो खुराक छैन, चिन्ता जस्तो विष छैन। आजको यो दुनियाँमा सबैभन्दा ठुलो कुरा भनेको स्वयं व्यक्ति आफै खुसी हुनु हो। मानिस आज जे जति गरिरहेको छ नि, जसै बिहान उठ्छ तर बेलुका अँध्यारो अथवा नसुतिन्जेलसम्म आफ्ना विविध कार्यक्रमहरू गर्छ, कामहरू गर्छ। कोही जागिर गर्ला, कोही पढ्न जाला, कोही खेल्न जाला। हरेकको आफ्नो हबी हुन्छ, उसको आफ्नो सोच हुन्छ। र त्यो आखिरी सबै जे जस्तो जे गरे पनि कालान्तरमा उसले उसको लक्ष्य भनेको खुसी नै हो। त्यो भएर हामीले खुसीलाई कहीँ बजारमा पाउँदैन, कसैसँग हामीले सापट्टि पाइँदैन। मलाई अलिकति देऊ अथवा मसँग धेरै छ, तिमीसँग खुसी छैन भनेर कसैले कसैलाई दिँदैन। व्यक्ति स्वयं आफैले निर्माण गर्ने चिज हो। त्यही भएर आज मानिसहरू खुसीको खातिर आज मान्छे धेरै रोएर बरालिएर र आज मानिसहरू धेरै ठुलो तनावमा चाहिँ छन्। आज किन, के को लागि त भन्दा केही खुसी नभेटाएर। तर मानिसलाई मभित्र खुसी हुन्छ, मैभित्र दुःख हुन्छ, मभित्र शान्ति हुन्छ, मभित्र अशान्ति हुन्छ भन्ने कुरा व्यक्ति स्वयंलाई थाहा छैन। मैले रात पनि देख्छु, रातको अनुभूति गर्छु, दिउँसोको उज्यालोको अनुभूति गर्छु, जस्तै अन्धकार र उज्यालोको अनुभूति गर्न सक्छु भन्ने व्यक्तिमा छैन। त्यही भएर मैले भने खुसी जस्तो खुराक छैन, चिन्ता जस्तो विष छैन। आज त्यही मानिस जब त्यो विष बनिरहेको छ, उसले खुसी भेटिरहेको छैन। व्यक्तिले, हरेक व्यक्तिलाई के छ, खुसी नभेटाएपछि उसलाई तनाव हुन्छ, चिन्ता बढ्छ, हरेक कुराको चिन्ता बढ्छ। जागिर खान जान्छ, उसले राम्रो जागिरको अपेक्षा गर्छ। यदि राम्रो अपेक्षा गर्दा गर्दै उसले जागिर राम्रो भेटाएन भने ऊ निराश हुन्छ, ऊ दुखित हुन्छ, ऊ चिन्तित हुन्छ। त्यसैले हामी हाम्रो जीवनमा सबैभन्दा ठुलो कुरा खुसी हो। यसलाई न त हामी पाउँछौँ खोजेर, न त कसैसँग सापट्टि पाउँछौँ। यो व्यक्ति स्वयं आफैभित्र निर्माण गर्ने चिज हो। एउटा जस्तै वनमा एउटा के छ, कस्तुरी पनि त्यो आफूभित्र भएको बेडा छ नि। कस्तुरीको एउटा नाभिमा, नाइटोमा एउटा बेडा हुन्छ, त्यो गन्ध आउँछ र त्यो गन्धको खातिर कहाँबाट यो गन्ध आयो भनेर त्यो कस्तुरी पनि दगुरिरहेको हुन्छ। ऊ आफू पनि भ्रमित हुन्छ, तर उसलाई के थाहा, यति अथाह यति सुगन्धित चिज म आफै बोकिरहेको छु भन्ने ऊ स्वयंलाई थाहा छैन।